दामी पाउँछ 10मा गएर 10मा त बिक्री गर्दैन होला यहाँ चाहिँ गेट लगाऊ कि नलगाऊ लगाऊ कि नलगाऊ हुँदैछ यहाँ हेर्नु सक्नुहोस् लगाऊ कि नलगाऊ फेरि मैले एउटा सुटले रिजर्भ गरेर जाँदैछु हापेनी रहेछ यहाँ होइन वर्षै अघि बाटोमा झरेको ल ठिकै छ गाइजहरू कसलाई के गर्छ सुदेश नेवरको भ्लग आउँछ ठिकै छ यो त हामी चाहिँ लाग्दियो अब चाहिँ हस्पिटलतर्फ लागेको होइन मर्निङ हामी चाहिँ हस्पिटलतिर लागेको गाइजहरू किन गएको भन्दाखेरि चाहिँ उसको हिजो एउटा टाउको ठोक्यो बाथरुममा टङ्गेको त्यसको टिनेसको सिलाउँछ यहीँ हस्पिटल अन्त मेरो चाहिँ बिरपाडा हस्पिटल है ल त ल स्टेडियम गाइजहरू पुरानो पेन लगाइदिएको 2016 को होइन हुनु त हुँदो रहेछ हस्पिटल यहाँनिर हाम्रो हस्पिटल टिकनेसको सिलाउन आँटेको यो मान्छे चाहिँ लुज टाइट राख्यो भने हुँदैन केही त भएन नि फाइनली अहिले हामी टाइगरलाई पनि भेटेर निस्किसकेका छौँ यो चाहिँ हो हाम्रो हरिपाडाको पिच रोड हाइवे बाटो NS 21 जाँदैछौँ हामीहरू बिरपाडातर्फ चट्टसँगले हेरेर लाइक कमेन्ट गरिदिनुहोस् है यस्तो छ भ्यू चाहिँ यताको यहाँदेखि राइट हुनसक्छ ल सिधै बजारलाई विज्ञान चढ्ने बाटो हो त यहाँबाट झर्ने बाटो छ हेर छैन नि यहाँबाट साह्रो छ चट्टसँगले दाजुभाइ चाहिँ निस्किसक्यो अहिले टोटोपाडाको भ्युज चेक गर्नु होला अहिले थुप्रै मोटरसाइकलमा बुढी यो पनि बनाइदिनु पर्छ नि हो रोड नि पिच रोड सानो दामी हुन्थ्यो त्यहाँदेखिको त मजा आ जाता यहाँबाट चाहिँ आएको है हामीहरू अहिले चाहिँ चट्टसँगले टोटोपाडाको भ्यू कस्तो लाग्यो नि हौ रोटीपिङमा खेले जस्तो लाग्यो टोटोपाडाको भ्यू चेक गर्नुहोस् होला चट्टसँगले त्यस्तो लाग्यो नि माथिबाट झरेर जस्तो लाग्यो सँगले आइपुग्यो हामीहरू घन्टाबाट फ्याक्ट्री लाइन
अहिले आइसक्यो हामीहरू दुम्सीपडा। दुम्सीपडा चर्च लाइन बाटोमा आइसक्यो हामीहरू। त्यससँगले हामी क्रिकेट खेल्ने ग्राउन्ड चाहिँ आइपुग्नु आँट्यो। माथि हो हजुर माथि हो होइन सिधै हो यो त चर्च लाइन हो नि यसले चाहिँ ग्राउन्ड छ यताबाट चाहिँ लक्का तुलसी रामझोडा सबै जाइन्छ बाख्रा finally रामझोडा के पढेको अरुण भाइ यहाँनिर भएको कि पुरेन शिवम भाइको गाउँ हर हर महादेव यो जग्गामा चाहिँ एकदम किनभने यो चाहिँ एक्सिडेन्ट जोन हो यसरी आउँछ नि त मान्छे यसरी पछाडि को आउँदैछ हेर्दैन आफ्नो बाटो पार भयो भयो जस्तो लाग्छ पाइछ हाम्रो लाल पुल पडा लाल पुल त्यहाँतिर चाहिँ जान्छ टुक्रेहरू चाहिँ सेट्टसँगले त्रिपडा आइपुगेको अवस्था दाजुभाइ
भेटिने कहिले आउँछ यिनीहरू भनेर फोन गरेको त उठाएन तपाईँ भर्खर आइपुग्यो फाइनली यो चाहिँ हो बिरपाडाको हस्पिटल लाइन लङ्का रोड भनिन्छ यसलाई चाहिँ अन्त म बिरपाडामा आएर लटरी दोकान नआउनु यो त हुनै सक्दैन नि अहिले छ बिरपाडामा ट्राफिक जाम छैन नो जाम देख्नु सक्नुहुनेछ अहिले चाहिँ म जाँदैछु सिलसिलेमा मार्केटतर्फ किनभने मामालाई चाहिँ क्याम्पेन चाहियो अरे अर्जेन्ट अन्त 2टा हापेन लिनु चाहिँ जाँदैछु म देखाउने छु बनिने गर्नु होला प्रितेश नेवारको ब्लगमा आज रहनेछ फुल ब्लग अन द वे यो बिरपाडा रेलगेट यता साइडमा राखिदिनु लिइसकेको छु यहाँ चाहिँ पहिला ओम सिनेमा हल हुने गर्थ्यो अहिले चाहिँ भएको छ मल यहाँ चाहिँ गेट लगाउँ कि नलगाउँ हुँदैछ यहाँ हेर्नु सक्नु अवस्था तपाईँहरूले लगाउँ कि नलगाउँ ल बस फाइनली लाग्यो अहिले चाहिँ लगाउँ कि नलगाउँ भइरहेको थियो लाग्यो अहिले सामने रहेछ नि त फेरि मैले एउटा सुल्सीलाई रिजर्भ गरेर जाँदैछु हापेन लिइसकेको छ यहाँ होइन वर्षै अघि बाटोमा झरेको थियो यो चाहिँ रेलगेट हो तपाईँको रेलगेट अन्त वे मलाई चाहिँ एम्बुलेन्सहरू देखेपछि चाहिँ ढोक्नु मन लागिहाल्छ है किनभने धेरै पेसेन्टहरू हुन्छ त हाम्रो बिमारी सफर गरेर गएकोहरू हुन्छ जाममा नपरोस् भनेर दुवा मागिदिइहाल्छ क्या हर हर महादेव बिरपाडाको ट्राफिक जाम अब खानु आएको खाजा पुरी र सिङ्गडा खाइदिउँ अन्त एउटा पुरी एउटा सिङ्गडा गर्दै आज चाहिँ बिहिबार भएर होला दोकान बन्द छ प्रायमा चाहिँ हामीलाई पर्खेको अरे ए पनिर जाएको थियो अहिले छु हामीहरू बिरपाडाको बजारभित्र तर आज बजार चाहिँ प्रायः बन्द छ गर्लफ्रेन्डै छैन नत्र त किनिदिन्थ्यो नि लुगा अझै चल्दैछ कन्स्ट्रक्सन चल्दो रहेछ अहिले चाहिँ बिल्डिङ भत्काएर सायद मल बनिन्छ होला यहाँ पनि अब हेर्नु होला सुरेश विशेष थियो पहिला चाहिँ हाम्रो स्कुलको ड्रेसहरू पाउँथ्यो प्रायः बिरपाडा एकाडेमीको फ्यान्सी ड्रेसेस भएछ अहिले चाहिँ उयो केटीले जिस्काउँछ पुरा फेरि यो चाहिँ 3 पल्ट भयो मैले सुलसुली रिजर्भ गरेर गएको यहाँबाट
अघि नै आएको नि त अघि चाहिँ पेसेन्टलाई लुगाफाटा किनिदिन आएको थियो अहिले चाहिँ एकछिन घुमिकन आएको नि सेल लागेको छ क्या यहाँ रेलगेट अगाडि सेल लागेको छ यो लगाएर चाहिँ अलिकति अथवा भयो तर अलिक लामो हुनुपर्छ क्या रोड अङ्कल जाउँ उमा मेडिकल हर महादेव गाडी त यहीँ छ रेलगेटमै भन्दा दुलु काकालाई भनेर दिनुपर्छ तपाईँहरू काम पर्दैन पैसा छ अनलाइन भनेर दाजुभाइ फाइनली मेरो ब्लगमा स्वागत छ अङ्कललाई बाइक छोडेर चाहिँ जाँदैछ हाम्रो गाडीमा 10 मा लगेर 10 मा त बिक्री गर्दैन होला गोली गलाउन दिनु नि त केटाहरुलाई यो हो तपाईको हन्टापडा चौपाती यहाँबाट जान्छ टोटोपाडा यहाँबाट जान्छ लङ्कापाडा यहाँबाट जान्छ दुम्सीपाडा अन्त यताबाट जान्छ मादरीहाट बिरपाडा यो हर हर महादेव हनुमान मन्दिर पासाङ रोजे तामाङ हैन एक समय यो भाइ चाहिँ जेकेसबाट खेल्दै यहाँ आइपुगे आज म हैन यो फोटो देख्दैछ नि मोनस्टिका हन्डापाडाको मान्छेले चाहिँ भन्नु यहाँ एउटा राम्रो टावर लाउनु भनेर हाम्रो छ नि ल एमएलए ला भन्नु है ल टावर लाउनु भनेर यहाँ साह्रो नेटवर्क नआउँदो रहेछ अन्त यहाँ अल्छी लागिसक्यो हन्डापाडाको मेरो नाम मोनस्टिकाले भन न हन्डापाडाको पर्सन भन न मेरो नाम त पर्सन थियो हाम्रो स्कुल पढाउने अगाडि त यहाँ मास्टर थियो हाम्रो सार थियो अहिले त एमएलए भयो हन्डापाडाको पर्सन भने पनि नि होइन मोनस्टिकाले पनि हेर्छ यो भिडियो म हालिदिन्छु नि त गुरु हो के भनिदिनु त अन्त मोनस्टिकालाई टावर लाउनु भन्नु छिटो हजुर हाम्रो हन्डापाडा चौपतीमा टावर चाहिँ अलिकति बोलेको छैन अलिक ठुलो लगाउनु यो त उयो सोलर हो नि सोलर सोलर र टावर चाहिँ अलिक ठुलो लगाइदिनु भन्नु ल ल फाइनली अहिले आइसकेछ हाम्रो टप लाइन यस दाजुको दोकानमा फेरि आइपुगेछ हामीहरू होइन नमस्कार सबैलाई जो लाप्पा दाजुको दोकानमा आइसकेछ हामीहरू आज दाजुले भेष लगाएछ है भाउजू के छ चिकन चिकन छ चिकन मोमो चिकन मोमो चिकन पकोडा चिकन चाउमिन एउटा पेक चिकन मोमो एउटा पेक दुईटा खाने एउटा भेज भेज छैन भेज चाउमिन बनाइदिनु बनाउनु के नाम ल ओन्ली भेज अन्ली भेज औ तातो छ खाएला जारो छ नि हुन्छ खाएला
ल ल मिठो छ बुढो दामी रहेछ अब चाहिँ लास्टमा आइसकेको हामीहरू भिडियोको एन्डिङमा होइन यहाँ चाहिँ ब्लग एन्डिङ गरिदिन आँटेको है सबैलाई के चाहिँ दाजुले अहिले चाउमिन ल्याइदिइसकेको छ मलाई भाग्यो क्यामेरा त देख्नु हुँदैन भागी त हाल्छ नि त हो भ्लगमा त आउनु पर्यो नि त खै कताबाट आयो त्यो त अब भन्न सकिँदैन यो डिजास्टर छैनमा मिठै छ पानी उठाउँदा चाहिँ अलिक हेरेर उठाउने ल भेज चाउमिन होइन दामी रहेछ हो खाना चाहिँ दामी पाउँदो रहेछ मिठो छ मिठो बनाउने दामी भयो खाए ल मिठो छ फेरि पनि मिठो छ दामी